ल फेरि पनि स्वागत छ तपाईहरुलाई हैन। आज चाहिँ तपाईहरुले म एउटा अनौठो हैन केसको बारेमा भन्न गइरहेको छु। यो चाहिँ हाम्रो चाहिँ अहिले यो धेरै जसो नेपालको कर्नर हैन जुन ठाउँमा चाहिँ अझै पनि अभिभावकज्यूहरु चाहिँ अझै पनि स्वास्थ्यको बारेमा अलि आइडिया नभएको हो त्यस्तो केसको बारेमा म आज तपाईहरुलाई डिस्कस गर्न गइरहेको छु। अब यो माथि देखेको तपाईले फोटोमा हेर्न सक्नुहुन्छ। यहाँ विभिन्न प्रकारको हैन औषधिहरु छ। एकजना बच्चालाई यो चलाएको औषधि हो। एकजना बच्चालाई 1 वर्षको बच्चालाई 1 महिना अवधिमा सामान्य रुगाखोकी लागेको कारणले उहाँ नजिकको मेडिकलमा गएर त्यहाँको स्वास्थ्य सम्बन्धी एकजना मान्छेले यो पुरै औषधि दिएको छ। यो तपाई स्पष्ट देख्न सक्नुहुन्छ। यो औषधिमा तपाईले देख्न सक्नुहुन्छ एन्टिबायोटिकहरु हैन 4-5 वटा मुखबाट खाने पनि छ, सुईबाट लगाएको पनि छ हैन। अनि खोकीको औषधि पनि कफ सिरप र 4-5 वटा छ, हेर्न सक्नुहुन्छ। ल हेर्नु, यस्तो 1 वर्षको बच्चालाई 1 महिनामा यति धेरै औषधि चलाएको छ। आज हामी यसकै बारेमा डिस्कस गर्न गइरहेको छौं। अब यस्तो औषधि चलाइसकेपछि बच्चालाई कतिको असर गर्न सक्छ भविष्यमा, यसकै बारेमा हामी जान्ने छौं। मसँग जोडिरहनु होला। सो अब तपाईहरुले थाहै छ हैन, यो अघि भर्खर भनेको मैले एकजना 1 वर्षको बच्चालाई हैन अब 4 वटा मुखबाट खाने औषधि एन्टिबायोटिक अनि इन्जेक्सन पनि एन्टिबायोटिक चलाएको छ। अनि अहिलेदेखि नै यस्तो सामान्य रुगाखोकीमा चलायो भने पछि उलाई भविष्यमा गएर एन्टिबायोटिक रेजिस्टेन्स हुन सक्छ, जुन हामीले चाहिँ सुन्दै आएको छौं र कतिजना अभिभावकलाई यसको बारेमा थाहा पनि छैन। एन्टिबायोटिक रेजिस्टेन्स भनेको चाहिँ अहिले यो बच्चालाई सामान्य रुगाखोकीमा एकदम पावरफुल एन्टिबायोटिक चलाएको छ, तर यही बच्चालाई पछि फेरि न्युमोनिया या अरु कुनै समस्या भयो भने यस्तै एन्टिबायोटिक चलाउनु पर्छ, तर त्यतिबेला यो एन्टिबायोटिक काम गर्दैन। अनि त्यतिबेला यस्तो बच्चाको उपचारमा एकदम धेरै कठिनाइहरु आउँछ। अनि 1 महिनामा यति धेरै औषधि खाइसकेपछि पक्कै पनि बच्चाको मृगौलामा कलेजोमा असर पर्ने नै हुन्छ। अनि यो सबै औषधिहरु महँगो पर्छ। अभिभावकलाई पनि एक किसिमको फाइनान्शियलको समस्या पनि हुन सक्छ हैन। त्यही भएर यस्तो कुराहरुमा हैन हाम्रो अभिभावकज्यूहरुले आफ्नो बच्चाको ख्याल राम्रोसँग राख्नुपर्छ। राम्रो डाक्टर, राम्रो हस्पिटलमा गएर यसको राम्रोसँग चेक जाँच गर्नुपर्छ। यो घर-घरमा यो कुना-कुनामा हाम्रो नेपालको हैन कर्नरहरुमा दुर्गम ठाउँमा सानो मेडिकलमा जाने अनि यस्तो औषधिहरु चलाउने बिस्तारै हामीले बन्द गर्नुपर्छ। त्यही भएर आफ्नो बच्चालाई पनि सुरक्षित राख्नुस् र अरु जुन समुदायले पनि यो सन्देश जाओस् भनेर यो भिडियो मार्फत म व्यक्त गर्न चाहन्छु। मसँग यति समय दिनुभएकोमा तपाईहरुलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। हस्त, नमस्ते।